मैले भनिन म जति इन्फर्मल कोही छैन क्या म जति मेच्योर कोही छ र देख्दिनँ म त अरू त म त केटाकेटी जस्तो लाग्छ मलाई हेरेर भोट दिनु पार्टी हेरेर भोट दिनु हेरेर भोट दिनु राष्ट्रपालाई कति चुनौती दिनु भएको छ यहाँले कुन पार्टी चर्चा त राष्ट्रपाको पनि छ म त त्यो पार्टी चिन्दिन म धरानको सबभन्दा ठुलो मान्छे हो बुझ्नुभयो नि म भन्दा ठुलो मान्छे छैन यतिखेर म चाहिँ कोही मान्छे आउँदैछ हुनेवाला को जति के मन्त्री आउँदैछ भने नमस्ते गर्छु थोडा उसले मलाई गर्नुपर्छ नि सुरुमा अनि न मैले गर्ने होला जस्तो पनि लाग्छ क्या यो देशको प्रधानमन्त्री म बन्छु है चुनाव पछाडि त मै हो प्रधान तपाईले हो प्रधानमन्त्री को हो त प्रधानमन्त्री त्यस्ता बोला मैले गर्ने उपमेयरको हैन तपाईले मेयर ठुलो कि उपमेयर ठुलो म मेरो जिम्मा छ तपाई ठुलो के भयो मेरो जिम्मा तपाईले चाहिँ तपाईले मलाई बनाएको हो तपाईले बनाएको मलाई तपाईले चाहिँ मैले बनाएको हो त तपाईँ कुरा आन गर्छ तपाईले मलाई बनाएको हो त तपाईले मलाई बनाएको हो तपाईले मनोजरी छ मेयर साहब उपमेयर सब यो म जनताको कुरा गरेको बसेर छलफल गरेर यो यसरी नगरौँ नि म पनि जनताको मेन्डेट पाएको मान्छे हो कि म प्रमुख हो तपाईँ आदेश मान्दिन कानुनभन्दा बाहिर आदेश दिन मान्दैन भने नमान्नु नि त यहाँ मानेको कसले के छ होइन त्यसले भाँड भैलो चलिरहेको म पनि हो म हो म के हो तपाईँ होइन तपाईँ भनेपछि उपनेता म नेता हो क्या उपमेयर गरेर देखाइदिनु है गर्नुहोस् उपमेयर तपाईँ सिरानीमा रहेको मान्छेलाई चाहिँ बिजाउनु उपमेयर हो म चाहिँ मेयर हो तपाईँ उपनेता मात्रै हो